यतिखेर त कस्तो डरलाग्दो भएको छ पानी यस्तो हावाहुरी ए सबैजना सतर्क भएर बस्नु होला सबैजना आफ्नो घर वरिपरि नै सुरक्षित भएर सकेसम्म चाहिँ टाढा नजानु होला है साथीहरू ए हेर्नु न भाउजू त बसेर हाई हाई गर्दै बसेर छ मेरो फुल हेर्नु न मेरो फुल भाँच्यो फुल 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 के फुल भाँच्यो छैन छैन किन ए यस्तो पिरो हिजोको हावाले करेलाको झ्याङ सबै ढालिदियो आजको हावाहुरीले हेर्नुहोस् त हे भगवान् हे भगवान् हे भगवान् सबैको रक्षा गर्नु होला हेर्नु त कसरी आएको हावाहुरी आमामामामामाम ल मेरो घरको हालत हेर्नु यहाँसम्म ल सबैजना सतर्क भएर बस्नु होला हेर्नु त असिना असिना पानी घरभित्र असिना ओ भाउजू असिना हेर्नु न यहाँ असिना असिना हेर्नु न यहाँ असिना असिना ल यस्तो नि हुन्छ त ए भगवान् हिजो कति नाश गर्यो आज 2083 साल यो जेठको महिना हान्दियो टाउकोमा हान्दियो भाउजूले टाउकोमा हान्दियो नि यहाँ हेर्नु न यहाँ असिना कति धेरै ए ल हेर्नु त मेरो फुलको भाँच्यो के भनेर कति फेरि यो त हेर्नु न यहाँ नाश भच्याक ए त्यही भएर साथीहरू यतिखेर चाहिँ सबैजना सकेसम्म घरबाट चाहिँ बाहिर ननिस्किनु होला है किनभने हाम्रो यो अहिलेको मौसम एकदम खराब छ कि मेरो त्यहाँ हिजोको नाश भएको पनि म तपाईँलाई देखाउँछु यहाँ छिटो जाडो भयो नाश भयो कि नाश हिजो हेर्नुहोस् न नाश गरिदिएको छ कि ल हेर्नुहोस् है पच्यात्तै बनाइदिएको ढलाइदिएको हेर्नु त ए राम 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 ए राम 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 कुच्चोमा पनि असिना ल हेर त छु 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 ल ए के हो यस्तो घरभित्र नि असिना असिना यस्तो नि हुन्छ ल ए मेरो फुल अघि तान्दाखेरि मेरो फुल भाँच्यो अम ल यस्तो माया गरेर राखेको फुल यसलाई त एउटा लट्ठी हालेर गाडेर राख्नु पऱ्यो माथि आएछ कि यस्तो हेर कस्तो राक्षस पाराले आएको हो के आमा छ्या हिजो गलबेसीमा घरमाथि हिजो वैशाख 11 गते आज 12 गते को दिन यस्तो नाश गरेको छ ल हेर्नुहोस् ल हेर्नुहोस् गाइज हाम्रो नेपालमा यस्तो असिना आउँछ ल हेर्नुहोस् गाइज हेर्नुहोस् नेपालमा अब के हुन्छ अब नेपालमा के हुन्छ अब यो देशमा के हुन्छ भनेको पानी पर्छ केही नि हुँदैन पानी पर्छ मेरो फुल भाँचे आएर नानी त्यहाँ माथि पातहरू त झरामझुम पारिदियो होला हेर्न यहाँ असिना कति धेरै ल यति भन्दा अहिले चाहिँ बिदा हुन चाहन्छु हजुर त नि के कस्तै यसरी बटारेर आएको हो क्या हावा त आमा यस्तो पाराले नि हुन्छ त अब त बिदा हुन चाहन्छु हस् त धन्यवाद फेरि पनि भन्न चाहन्छु कि हजुरहरू यतिखेर सोचेर सम्झेर नहुने काम मात्रै छ भने मात्रै घरबाट टाढा जानु होला नत्र त्यो नाश गर्छ मान्छेलाई त एकदम भजतपुर पारेर मार्छ त्यसैले सतर्क भएर बस्नु होला हस् त धन्यवाद नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र पुरानो हुनुहुन्छ भने साथीहरू सरी धेरैमा भिडियोहरूलाई मेरो खुर्सानीको डल्लो त भाँच्यो सबै डल्ले खुर्सानी मेरो डल्ले खुर्सानी भाँच्यो भएर गर्नु होला हस् त धन्यवाद
सबैलाई सुरक्षित रहनुहोला, स्वस्थ रहनुहोला, सुरक्षित रहनुहोला। हस् त, धन्यवाद।